भुइँका न म त होइन लो 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 ब्याग खिच्ने आउँछ सबैलाई सुरक्षा सोचेर नयाँ भ्लगमा होइन पक्का हामी आज होइन घुम्न जानु लागेको है कहाँ जानु लाग्यो तर थाहा छैन एकदम छिटो ल आइज छिटो ल हामी चाहिँ अब होइन घरबाट चाहिँ अब हिँडिसकेको छौँ अब हामी डेस्टिनेसन हाम्रो कहाँ छ थाहा छैन है अमासिन्सर भन्ने होइन माइला हाम्रो गाई चाहिँ माइला गर्दैछ के अरे माइला ब्रोक्स फर्किन तिनीहरूलाई धेरै भएको छ क्या घुम्नमा हिँडेको नि कहीँतिर घुम्न गर्मी पनि भइरहेको छ क्या त्यही भएर पनि हामी घुम्न जानुपर्ने हुन्छ है कतिजना अझै आइपुगेन त यार ओ पर आउँदैछ हामी अब घरबाट आइपुग्नु लागि होइन भित्रीबाट हिँड्न भनेको म चाहिँ यस्तो दिन पुग्थेँ नि कहाँनिर जाने अरे टर्राबाट छिर्दा भयो हो टर्रामा चाहिँ हुँदैन आज हाम्रो एउटा भनेको राइडरमा हुन्छ यामकुमार राई ज्यू ल पछाडि हुने भनेको हाम्रो विष्णु श्रेष्ठज्यू र हाम्रो अर्कोमा हुनुहुन्छ भनेको माइलाज्यू बोल्दैन ओके हाई भन्दैन हाई पछाडि भनेको चाहिँ मन्जु होइन सबैले हराउनु आइपुगेको छौँ कति ढिलो आएको यार बढी नरोक न फेरि कति लाने हुँदैन नि त्यो कहाँ हाल्ने अब यता यता यहाँबाट भित्र यहाँबाट भित्र हो यहाँबाट भित्र हाम्रो डेस्टिनेसन भनेको चाहिँ अब दोस्रो के भयो नयाँ एकदम दोस्रो चिकन धेरै गइसकेको हो क्या त्यहाँबाट दोस्रो टिकाबाट पनि उता हामीलाई भन्यो नि जङ्गरबेली अमातिर पुग्छ क्या त्यहाँ नपुग्ने हुन्छ हामी घुम्न हिँडेको तर घरतिर जान्छ होम्स है अगाडि कमै छ उहाँ पक्का कमै छ होम्स त्यही त भने उहीँ हाल्नु पर्थ्यो भनेको क्या अझै छ नि अगाडि त्योभन्दा बेसी छ नि अब यहाँ त्यो सकेर अब पुगेर अब यहाँ कसरी जाने भन्ने कुरा भयो क्या त्यो सकेर गाह्रो पर्छ ओइ त्यसले सक्यो त नि त्यसले सक्यो त कति काँडा छ भन्दा अगाडि छ कि अझै अगाडि पनि छ अघि त्यहाँ तल हाल्नुपर्ने रहेछ त तिहार फर्केर आउँछ तेल सक्यो फर्किन्छ तेलै छैन अनि उता 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 जान भन्छ फेरि यता यता ए कति कुदाउँछ यसले त यार त्यो सकेर पना भयो त्यो सक्यो ए त्यो बन्द गर्न त्यो सकेर पना भयो कसै हाल्नु तेल ल्याइदेऊ न यार यहाँ डिस्कस पर्दैछ होइन गाह्रो भयो त पेट्रोल पाउनै छैन यार कहाँ जाने हामी
यहीँ बस्नुपर्ने हुन्छ होइन हामीलाई तेल दे दो तेल दे दो तेल तेल सक्यो ओ ओ ओ ओ हामीसँग तेल छैन होइन तेलै सकिन्छ तेलै छैन यता पेट्रोल पम्प त पेट्रोल हाल्नुहुन्छ क्या अगाडि छ अरे पानी के छ अगाडि यसको बाइकमा तेल छ कि तेरोमा तेल छ यसको मालुम हुन्छ है यस्तो समेत दिन आयो क्या अब एउटा पेट्रोल एउटा गाडी अर्को गाडी पेट्रोल हाल्नको लागि यार यस्तै हुन्छ है यहाँ छ दोकान अब हामी चाहिँ यहाँबाट 20 टङ्काबाट तेल चोर्नु पर्ने हुन्छ होइन उहाँ पर आउँदैछ तिनीहरू चाहिँ मेरै बाइक ठिक है यो बाइकले धोका दियो हामीलाई धोका दियो हामी ठिक्क भन्नुपर्दा अलिक तरको जब्दी आइपुग्यौँ क्या यहाँनिर मेला लाग्छ 1 गते वैशाख 1 गते यहाँबाट सिधै गयो भने हाम्रो बुवाहरूको घर पुगिन्छ होइन खाने यस्तो बाइक त्योहरू लिएर हिँड्नुपर्छ कि मैला दाजुको फेस रिभिल हो यस्तै हो क्या यो त्यही भएर तेल हेरेर हिँड्नुपर्छ क्या अनि के हो फाल्नु अब खाना पानी मैले खाइसक्छु हामी अब तेल सक्यो भने बसेर तेल भइसक्यो मजाले ब्याङ भयो क्या तेल अब जाने खाँचा गर्दा तेल हाल्छ क्या अब चाहिँ मिटरै देखाउँदैन अन्त यता 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 टक्क यहाँबाट रासाताल गइन्छ होइन अब नजिकै छ हामी क्या
पोहोर फ्यामिली पिकनिक आएको थियौँ नि त अनि बिस्नेको पाउ मातेर क्या बिस्नेको पाउबाट हामी यता पनि आएको क्या हिँड्दै हिँड्दै राति भइसक्यो क्या बिस्नेले घर्काइदिएछ नि त पाउलाई घर्काइदिएछ सबै मान्छे अगाडि अनि पाउ थाकेर हिँडेर क्या होइन यतै बस्छु भनेर खोज्दा खोज्दामा कहाँ भेटेको उहाँ जङ्गलमा गएर बसिरहेको रहेछ क्या त्यो खोलाको डिलमा खिच्चा लागेर कति पुरा उयो के 6-7 जना उठाउनु नसकेको क्या उठाउनलाई जित्ती खुट्टाहरू हल्ला हल्ला गर्ने जस्तो बोकेर म्याजिकमा हालेको क्या थाहा भयो अब लाज भयो होला नि बिचरालाई घरमै छोडिदिएर हिँडेर हामी फाइनली हामी चाहिँ होइन अब यो राजसदल आइपुग्यौँ 64 बिघा भन्ने ठाउँ उहाँ रहेछ धन्न हामी आइपुग्यौँ यार हामी चाहिँ 64 बिघा आइपुग्यौँ होइन बल्ल तल आइपुग्यौँ यहाँनिर एउटा पानीको सहारामा हामी आइपुग्यौँ क्या पेट्रोल सकिदियो भनेर छिटै जाने भन्छ त अनि ल ल ल हान्दियो हान्दियो एकमा यो गराउँदा पनि घुमाउनु डर जम्ला उतातिर ल अब हामी टक्क अब हामी घुम्न जान्छौँ है खै अब यहीँनिर आइपुगेछौँ त हामी हाम्रा गन्तव्यले जहाँसम्म लग्यो हामी त्यहाँसम्म आइपुग्यौँ यहाँनिर है त्यो हुँदैन नि यो झाल्टी भयो झाल्टी भयो झ्याली भयो ए कस्तो अनुभव भइरहेछ तँलाई भन्नु खोज्नुहुन्छ अनि के तँलाई कस्तो अनुभव भइरहेछ रमाइलो हो कुदाउन ठिकै हो कि हैन कहिले कुदाएको थिइनस् होला यत्रो बाटो भागै नत्र मैले लाइसेन्स निकाल्छु हो यार लाइसेन्स निकालेर त एटमा कसरी कटायो भाइ त्यो दुईचोटि होइन दुईचोटि हो उकालोमा थर्ड आइन्दा फेरि म आम लकी पर्सन आम लकी पर्सन होइन तर यहाँभन्दा राम्रो चाहिँ उहाँ छ क्या उता चाहिँ तर यहाँभन्दा राम्रो यहाँ चाहिँ के भन्छ रुखै रुख मात्र छ क्या यतातिर चाहिँ रुख छ यहाँ पटतिर घुम्ने ठाउँ छ होइन यहाँ पौडी खेल्ने ठाउँ छ यहाँ मैले चुप्की हान्छ एकछिनमा तर यतातिर पिकनिक स्पोट हुँदा चाहिँ धेरै मान्छे हुन्छ कि यति बेला त मान्छे नै हुँदैन यतातिर होइन त हामी आएको किन भन्दा यहाँ हामी त हिउँनियासँग टक्कसँग टक टक हिँड्ने टोइलेट हेर्नुहोस् दर्शक दिन दिउँसै यहाँ खोले आम राति बनाउँदैछ अरे क्या के बोले भाइ के बोले भाइ यहाँ अगाडिबाट सिधा जान्छ यहाँबाट जाँदा पनि हुन्छ परबाट जाँदा पनि हुन्छ क्या तर यहाँबाट चाहिँ बाटो अलिक राम्रो छैन कि परबाट जाँदा हुन्छ अगाडि पुगेर अगाडि पनि तर्रा निस्केर बाटो अनि हामी चाहिँ शङ्करबेली भन्ने कहाँ हिँडेको माइला ढिलो हुन्छ अरे नि त कस्तै ढिलो हुन्छ एकछिन पुगेर आउँदाखेरि के को ढिलो हुन्छ माइलालाई 2:20 उहाँ पुग्नु पर्ने अरे नि त आवा 2:20 दुई त यहीँ भइसक्यो 10 भइसक्यो फर्केर जाउँ न त ए 2:10 त यहीँ भइसक्यो ओए तल कतिमा पुग्नु पर्ने अरे 2:30 मा अनि पुगेर आउँ भनेको ल जाउँ न त बरु सँगबेली जाउँ न त्यही त यहाँ त शङ्करबेली अरे हो यहीँ परतिर उतापट्टि यहाँ त गएको हो यहाँ त कतिचोटि घुम्नु क्या सिधै हिँड्नु पर्दैन हो कि हामी चाहिँ होला ल शङ्करबेली जाउँ न त नभए यस्तै क्या अब कहाँ पाउँछ उङ्गो न मुङ्गोको मान्छे भएपछि नि अरूहरूको यता पाउँदै तर छैन अहिले जङ्गलमा पाउँछ अब ए माछा उङ्गो न टुङ्गो भएको मान्छेहरू भएपछि यस्तै हो क्या यहाँनिर साकेलाको उयो नचाउँदो रहेछ होइन अस्ति यहाँनिर भएको थियो नाच के गर्नु क्या के गर्नु कसम के भन्न भन् भन्न हो भन् के युनियाको याद आयो
मेन रमाइलो भयो अरे यामे मेन रमाइलो भयो बाइक त त्यतिकै उड्रो चिन्ता नगर न तपाईँको केटाकेटी हाम्रो पनि दिन आउँछ त्यस्तो गर्लफ्रेन्ड लिएर हिँड्ने तर यामेको गर्लफ्रेन्डलाई त यार बाइकमा हिँड्नु मन छ अरे यामेसँग डट बाइकमा भेट्दिन भेट्दैन होइन तर यस्तो हो होइन माइललाई यो चाहिँ ज्याप भेट्दिन हौ भनेको होइन यो चलाउन जाने भने जस्तो नि कुदाउन सक्दैन थाममा जानु पर्यो नि थामेर कुदिसकेपछि त सक्यो नि अन्त अब हामी त लम्बै भयो पो यस्तो पुड्के तैँले पनि भ्याउँदैन 2 इन्च त्यसले पनि भ्याउँदैन हुन्छ त अनि म त भ्याउँदिनँ अनि त्यो अन्त वस्तुहरू क्या म भ्याउँदिनँ भनेको चाहिँ टक्क काट्यो अरे नि गरे क्या यो त म पुरै भेट्दिन्छु यो बाइक छ जुत्ता चाहिँ लाउनु दुईटै खुट्टा जा यहाँमा चढ्दैन त एकचोटि छोड्नु त दाइ छोड्दै त बिस्ने यहाँ मैले जुरुक्क चालिन्छ अरे बाइक वरिपरि घुमाएर देखाइ ल ल देखिस् तलै छुइरहेछ लु खोइ अर्कोतिर हेर्नुहोस् खाइछ यहाँनिर दर्शक बिनहरू ओइ गर ल छिटो उठा न उठा बाइक उठा न यस्तो पुड्केहरू अनि बाइक कहाँ के भन्दैन भाइ त्यही भएर त यहाँसम्म लिएर आइपुग्यो नि यति पर्तिर पनि नपुगिकन हामी त फेरि यो शङ्खवेली माइलालाई त हिरो देखिन्छ त मेरो फोन यस्तो हो कि के हो हेलमेटमा चाहिँ ओभर हो क्या यार यस्तो यस्तो अवस्था फेरि यस्तोमा छ नि त केही हुँदैन यार साथसाथीमा त बाल्ने भनेर बाइक चाहिँ हाम्रो यस्तो छ होइन हुइकान हौ म चाहिँ होइन लु 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 ब स्टार्ट हान्दै यार यत्तिकै त स्टार्ट हान्नुपर्छ क्या यो त मलाई कहिले याद आयो भने नि त म काम गर्दाखेरि क्या एडभेन्चरलाई क्या त्यो स्टप हुन्छ नि त पुरा ढेकाल्नु पर्छ क्या ढेकाल चढ्नु पर्छ क्या अनि यो मान्छेलाई सोध्नु पख्न ओइ शङ्कर बेली होइन कसलाई सुन्नु अब यस्तो बाइक दामी हुन्छ है ओ स्टार्ट गर छिटो लु 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 खोइ स्टार्ट भयो ल ल ल ल ल ल त्यसलाई छोड्यो अरे अब स्टार्ट गर ल बिस्तारै छोड्यो बिस्तारै छोड्यो यहाँबाट शङ्करबेली जान्छ आन्टी यहाँबाट ओ बिस्टालाई हिँड्दै आइज बिस्टालाई हिँड्दै आइज भन् चढा चढा उकालो चढा ओ खाएको त निकाल्नु त पर्यो नि त होइन हिँड्नु त पर्यो अब यतिको भयो भने नहिँड्नु त कहिले हिँड्छ हो यहाँ मोटाएर सुस भइसक्यो त गर्मी भइसक्यो यार अबदेखि म मेरो ड्राइभरलाई चाबी दिन्न म हामी त शङ्करबेली किन जाने भनेको त्यहाँनिर चाहिँ अब होइन त हुन्छ नि चलेको छ नि राम्रो फुलहरू त उयोहरू छ क्या त्यो सरुवाहरू पनि पाउँछ होला है अघिदेखि न्युट्रल लगाएको लागेन कुद्ने बित्तिकै न्युट्रल म बिस्नेका बाउ सुतेको ठाउँ पनि देखाइदिन्छु गाई चाहिँ एकछिन पक्नुहोस् होइन अलिक अगाडि पुगौँ न बिस्तारै लाग्यो बिस्नेका बाउ सुतेको ठाउँ देखाइदिन्छु अलिक अगाडि न अगाडि यहाँ खोला छ नि यहाँ पर खोला छ नि यसको उता यहीँनिर यहाँ गाई भएको उतापट्टि क्या खोलामै म हामी फालिदिन्छु यहीँ मरिदिन्छु भनेको क्या यहीँनिर माछाहरू भयो क्या त्यहाँनिर ठुलो खोलामा मान्छे मर्नु भन्थे सानो खोलामा मान्छे मर्नु भनेको ठुलो कुरा हो यो हामी झन्डै भन्नु पर्दा चाहिँ हामी यो रामधुनी पर्छ क्या यो चाहिँ हामी रामधुनी कालो बजार छेउ हो क्या यो चाहिँ कालो बजारनिर आइपुग्यौँ हामी आदर्श टोल विकास बोतल बोकिरहेको छु नि ल बोतल खोइ
वहीँ छुट्यो बचाउँछ वहीँ त ऊ राखेको ठाउँमा अगाडि भेट्छ होला बोतलहरू यसले हामी चाहिँ होइन शङ्करबेली आइपुगेको छौँ यहाँनिर अब अगाडि राख्दैन हुन्छ होला बाइक त यहीँ राख्दा पनि हुन्छ होला यहीँ हाल्दैन यहीँनिर कहीँ पुग्दैन तिनीहरू बिस्तारो ल हालिदियो सवारीमा ठोक्काइदिन्छ होला यसले भाइ सवारीमा ठोक्काइदिन्छ होला यसले लैजान साइकल छ नहाने कलेज होइन पहिला हामी आउँदा चाहिँ यस्तो थिएन कि यहाँनिर यो भर्खर यो हुन्छ नि यो गेटहरू भर्खर बनाएको पनि थिएन यति बेला त्यति बेला त यहाँ सबै यहाँ घाँस आँसचुस घाँसै घाँस थियो क्या शङ्करबेली भेट्छस् होला यो त भेट्छस् अन्त त भेटिहाल्छस् नि ऊ यसरी डेटिङ बस्छन् मान्छेहरू केटा सरी यार गाइज केटा रहेछ लास्टमा त यार के अरे भाइ माइला यहाँ हेर्दैन हौ एकचोटि आम्म अहिले म हेलमेट लिएर आउँछु इट्स ब्युटिफुल म त खतरा है क्या है भ्लग है क्या हौ अगाडि पनि के छ भ्लगको नाम सब्सक्राइब हानिदिन्छु म बिग फ्यान रेडमी भर्सेस आइफोन के भयो डराउँछु डराउँदिन म छिरेको पैसा त लाग्दैन नि गोजीमा त यामे छ त यामे हुँदा होइन मलाई त यामले लिएर आएको मैले डिस्टेन्स भनिदिएको मात्र हो मैले अघि बाटोमा जाँदाखेरि भन्दै थिएँ क्या वाउ हो यतिको सेन्सिटिभ हुनुपर्छ क्या तर भाइ माथि होइन तल राख्नुपर्छ क्या आइच तर अलिकति नि घाम हुनु भने राम्रो आउँछ क्या यो अब हामीसित आइफोन होइन राम यार कति धेरै मान्छे हो के यहाँ त फोटो लाग्नेको लाइन छ त यार मैले त चिनिसकेँ त्यहाँबाट ओए कति धेरै भिड हौ किर्लिङ 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 ब्रुम ब्रुम किर्लिङ 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 घन्टी छैन तैँले भन त प्रधानमन्त्री हो यहाँको ल यति नै हो यहाँ घुम्ने ठाउँ यस्तै छ यस्तै हेर्न हामी आएको यहाँनिर पेट्रोल खर्च गरी यस्तै हेर्न आएको हामी ओइ के हो रे हामी किर्लिङ किर्लिङ म त छक्क परिरहेको छु किर्लिङ किर्लिङ के हो भाइ भन्दे साह्रो भन्दे एकचोटि अनि मान्छे धेरै भएको ओइ ओइ मचकै राम्रो छैन ए बिस्ने राम्रो छ सक्छ त बिस्नेलाई कसैले सक्दैन नि अनि यहाँ यस्तो नि पाउँदो रहेछ यार पाइहाल्छ नि त्यहाँ हेर्न ओ माय गॉड त्यो यस्तो हो क्या है हामी यहाँनिर केटी फुल हेर्न आएको अलि राम्रोसँग बोल्नु अन्त फुल हेर्न आएको तर बगैँचा पनि रहेछ क्या यहाँनिर त होइन कहाँबाट राम्रो बोल्नु आज फुल हेर्न आएको बगैँचा पनि रहेछ क्या यहाँनिर हरियो हरियो बगैँचा परेको नि कसले भन्थ्यो फुलबारी छ भनेर यहाँनिर
होइन नि एउटै मात्र दिनु हो त सेलरोटीमा धुलो कसले बनायो तल त बनाएको होइन नि यो त पनि रहेछ नि त घुम्ने ठाउँ चाहिँ ओ छिराइदेन हौ ओए हात्ती उ ओए हात्ती कहाँ जानु हौ हात्ती हेर्न त्यताबाट हो ओए हात्ती आयो हात्ती हात्ती भाग 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 ओ जुम 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 तल छिरेको रहेछ फेरि ओए हात्ती कहाँ छिर्छ अरे अब हात्ती तलतिर हात्ती तलतिर छिर्छ अरे कौन है ये लोग कहाँ से आते हैं सक्छ त म्या कसम हामी कहाँको रक्टल गएको होइन भन्दै ला हो र फेरि थुतुना निस्किन्छ नि माथिबाट दुईटा आऊ जाउँ यता बरु होइन ओइ कस्तो भनेको कि मेरो चेलीबेटी यस्तो बोल्नु हुँदैन सुप सुप भगवान् ऊ यहाँ फोटो सुट हुँदो रहेछ ऊ के आयो बच्चाले नि हेरिदिन्छ मलाई के ढुङ्गाले हानिदिन्छ भाइ त यार के भएको तिनीहरू ए हामी बोल्नु नसकेको हामीलाई घन्टी बजाउनु चाहिँ नआएको है यहाँनिर ए के को फोटो यो हामी चाहिँ यहाँ सङ्गमेरीमा घुम्न आएको अरे घुम्न त्यस्तो केही देखिन होइन यहाँनिर घुम्ने बाटोबाट नै छैन क्या बरु अस्ति नआएकै बेस कस्तो राम्रो देखिरहेको थियो के जाने भन्दै थियो हेर्नु मन लाग्यो अरे हात्ती हेर्नु मन लाग्यो अरे ओइ हात्ती हात्ती ओए त्यो केटीहरूले त सुट भाँचेको छ है नजा त्यो केटीहरूले त घन्टी बजाइन्छ भने त नजाइ हामी ओए तर घन्टी बजाइदिएर नि फेरि तर घन्टी बजाइदिएर नि फेरि हात्तीलाई घन्टी बजाइदेला फेरि बिचराले कहिले यहाँ हामीले हात्ती नदेखेको यहाँ मेरो हात्ती जस्तो हुन्छ होइन यसको सुन यहाँ हुन्छ ए हो र के भयो भाइ हात्ती मेरा साथी हात्ती भनेको हाम्रो साथी हो ओइ बा हात्तीको के हो त के क्या गर्दै हो रहेछ अरे पुच्छर जस्तो छ नि पुच्छर चुलिन अरे ला अपरेसन हान्दिउँ न त कस्तो गर्मी हौ झन् शीतल यामे अपरेसन हान्दैन परे मामा देख्यो ओ या ऊ यो के हो त के हो पैसा ओइ अमन के हो पैसामा बसिरहेछ त आम चुचोले हान्दैन नि तल फेरि त छिराइदिएन नि फेरि के भएछ मैले कुरो लागिहाल्छ यहाँ बर गर्मी हो छ्या यहाँ बर लास्टै गर्मी रहेछ यार हामी चाहिँ अब सुत्ता खाना आएको होइन के गर्नु बसेको अरे त सेलरोटीमा धुलो कसले बनायो के आइए यस्तो हुँदैन कि यो चोर हामी चाहिँ अब गर्मी मतलब शीतल ताप्न आएको यता अब रुखे रुख छ नि त हावा आउँछ होला भनेर आएको रहेन रहेछ हावै रहेन रहेछ क्या अब ऊ यता गयो मात्र झारीतिर बहुत ड्राई पिकनिक हुँदो रहेछ यार ओ त ड्राई पिकनिक हुँदो रहेछ जाने तेरो हजुर आयो भने त दिन्छ अनि होइन हामी जाउँ न मासु खाना ल ऊ बिचरा कुरो टाँसेर अन्न धुन्दामा हिँड्नुपर्छ यस्तै हो क्या अब बाटो कहाँ हो कता हो केही थाहा छैन हावातालमा घरबाट निस्केपछि बाइक लियो निस्क्यो हिँड्यो फोकट क्या तेलको नास कहाँ हिँडिरहेको मान्छेलाई जबरजस्ती खाँदैन कहाँको नास कहाँ हिँडिरहेको मान्छेलाई जबरजस्ती खाँदैन कहाँ हिँडेको त भन्छ म उता गएको थिएँ कता उता काममा हिँडेको कुन चाहिँ काममा हिँड्नु ए कहिले कहिले घुम्नुपर्छ अब किसमा एस गुड बाई बनाइन्छ नि फेरि तल म
ना ना ब्लग बना ना भरे ए, युट्युबको लागि एउटा पुग्दैन। टिकटक छ नि त लिनुहोस् न उयो खोलामा गएर उयो पौडी यहाँ मेला हालिदिउँ होइन उयो पोखरीमा किन मार्न खोज्नु भएको लिनुहोस् न हजुर म यता केही राम्रो देखिनँ त यार ए म पुनः राम्रो छैन एच बुनु राम्रो छ राम्रो छ हामी यहाँ बुनु हेर्न आएको होइन नि त बुनले फेरि हामीलाई पागल भनेर म फेरि बुनु फर्किएको छ भन्छ यो त के चिज सोध्छ त अब के भन्ने यसलाई यो बिस्ने ए यामे यसले त गेम गराइदिनु लाग्यो क्या कति केजी छ सोध्छ त के भएको यो या उ गर्दै कहाँ उ गरे पापा सक्यो होइन उता नजाने हामी यता जाने यहाँ पारो थियो त हो कहाँ छ ऊ यहाँ छ ऊ यहाँ उयो उयो बस्नु ठाउँदै उतापट्टि पाहाड छ क्या पाहाड जाने छोड्दै अब हामी कता जाने है त्यो माटो साटो हालेर पाहाड हो क्या भाइ बिस्नेको लागि पहाडै हो त बेलटार लागि तराई हो हामीले अब हात्ती पनि हेऱ्यौँ हात्तीको पुच्छर पनि हेऱ्यौँ छेउछेउबाट हिँड्दै चाहिँ यहीँबाट झारिदिउँ न यसलाई हात्तीको सुँड पनि हेऱ्यौँ भाइ ठ्याक्कै बिस्नेको जस्तै अनुहार रहेछ हात्तीको होइन मोटो न मोटो अनि अरू फुल टिप के हो फुल टिप्न शब्द फुल टिप्नु क्या हो यो सखत मनाइ छ जरिमाना रु 500 गोजीमा 500 कि 5000 हो गोजीमा 5000 ए गोजीमा एक दुई पराउने बेला भएको छ यार गोजीमा 1 रुपैयाँ छैन 5000 कुरा गर्छ यार यसलाई एक दुई पराउने बेला भएको छ हौ 5000 लाई 500 भनिदिइरहेको छु अनि फुल टिप्न के हो चल्दैन पर्छ यो भनेको कमनको लोन हो क्या उता हो शीतल रहेछ त यार ओइ आमे आइसक्रिम खाऊँ न पैसा होइन पैसा नबोकेर आएपछि नि भन्दा त यार सबैलाई भिखारी जस्तो माग्नुपर्छ ओइ पैसा दे पैसा के दादा भन्दा हो तेरो ओइ यहाँ घुम्न आएको पैसाले यस्तो नि हुन्छ यार म बेकारमा अफिसबाट निस्केर हिँडेको यार हामी जहाँ जान्छौँ त्यहाँ रमाइलो हुन्छ जहाँ जाँदैनौँ त्यहाँ रमाइलो हुँदैन होइन रमाइलो छ ओइ बिस्तारै बोल्न कत्रो बोल्छ यो त ओइ माइला सम्झ न यसलाई बिस्तारै बोल भन् न यसले त यो सम्झिसकेँ यार मैले सम्झिसकेँ समर बेलीले उठाइदिनु खोज्छ त के हो यस्तो यो ओइ म उठाइदिउँ उठाइदियो उठाइदिन्छु नि फेरि सँग ऊ पहाड पहाड ओइ के हो हरियाली यो भेलेटार हो पाहाड होइन हरियाली पनि छ त यता त के हो सुटिङ चल्दैछ कि क्या हो हल्ला आउँछ त यार फुल टिप्नु मनाइ छ भनेको होइन सबैको हातमा फुल फुल देख्छु त्यहाँनिर यार यो बोका कति गराउँदो रहेछ हौ क्रि सोर सुन सोर ओइ आमा खोइ माटो छ जाउँ ओइ यति भएपछि आउनु यतै घुम्न मात्रै आएको हामी फुल कता गयो उयो फुल हेर्न मात्रै आएको हामी फुल हेर्न आएको हाम्रो बोजूले त खतरा फुल टिपिदिनु भएछ यार आमा फुल टिप्नु मनाइ छ भनेको थियो त 5000 जरिमाना छ ऊ यहाँ लेखिरहेको छौ उतै पछाडि छ उहाँ फुल टिपेर मनाइ छ अरे यसको चाहिँ फेरि भिआई जस्तो फोन आएकै गर्छ यार त्यही त फुल टिप्नु मनाइ छ हामीलाई त अघि थर्कायो कसले तेरो आमाले थर्कायो आइपुग्नु लाग्यो भन्न आइपुग्नु लाग्यो आम्मा यो त भिआइपी जस्तो फोन आएकै गर्छ यार यसको त घर नि अब कहाँ आइपुग्नु त केपी शर्मा ओलीको भतिजो हो हाँ भाइ केपी शर्मा ओलीको भाइ हो त यस्तो हुन्छ यार यो फेरि त हाम्रै कलेजको अगाडि छ त यार ऊ त कालो लाउने हो त्यो गाह्रो ओइ कहाँ हिँडेको हामीलाई ओइ उता पुगले छैन त पुल छैन बे अगाडि ब्याक बाटै छैन भोलि यो बेसी उल्टो उल्टो बाटो लिएर आउँछ यार हामीलाई बस यार गर्मी भइसक्यो हिँड्न बाइकमा शीतल हुन्छ आइज यहाँ मैले भुइँकै हाल्छ तँलाई ल्याउ तिम्रो लागि फुल तिम्रो लागि फुल ल्याउ फुल त के हो नि आम्मा ओ कति धेरै फुल यार कहाँ ल्याएर यत्रो फुलहरू फुलचोर फुलचोर
के भयो यामी गरेर हेर्छ कसले हो कसले कसले हेर त्यसरी कसले हेर्नु भन त यामीलाई ए कलाकार गर्छन् दिएको अहिले बोजले दिएको क्या यसलाई ए फुल चर्चेस है ए कति बोल्दो रहेछ एकचोटि चाहिँ वाक्क दिन्छ यसले चोरेको यसले फुल चोरेको मैले चोरेको ओ यस्तो फुल त्यसरी नफाल न मलाई त मायाले दिएको यार मेरो मायाले के हेर्छ हौ यहाँ ए धारा हेरेको भाइ धारा राम्रो छ त म अब हरियाली वनहरू हेर अरू नहेर न मलाई त फुल मायाले दिएको यार यो के गरिदिनु यार अहिले गेटमा लग्यो भने म पनि आम फोटो खिच्न ओए नफ्याल्न ओए कस्तो फ्यालेको दोस्रो यसको त म्यास ओ मान्छे नि भाग्छ होला यार यहाँ त ओए यस्तो हो नि त बिचरा आफ्ना घाँटी ओए त्यो फुलले चाहिँ पाँचमा पाउनु पर्दैन सेलरोटीमा दुलो कसले बनाएछ बोजूले अरे भाइ सेलरोटीमा बोजूले दुलो बनाएको अरे ओके भन्ने छ यहाँनिर हामी त्यही बाटो आएको थियौँ है पुल बिनाको ए त्यो बाँस रहेछ नि भनेर म तिमीलाई त चल्दैन ए सुपर हिरो हो नि त होइन सुपर हिरोहरूलाई कसैले केही गर्न सक्दैन क्या सुपर हेर्यो त म क्रिस जस्तो म पानीमा टेक्दै हिँड्छु कति धेरै भिडियो लास्टै भिडियो रहेछ यतातिर त पालै पाएन नपाउने रहेछ कृष्ण दाजु कहाँ पालो पाएन भने त दा यता पालो पाउनु भएन हो ए हो न म पालोमा पुऱ्याइदिइहाल्छु फेरि तपाईँलाई म अन्त पछि पछि किर्लिङ किर्लिङ धन्यवाद किर्लिङ किर्लिङ एकदम दा तपाईँ भन्नु मात्रै न बित्तामा लगाएर सोधेँ भन्नु होइन यति धेरै सपोर्ट नगर न तैँलाई कति गएर छ दा म कसलाई खालेर त्यो गर्नु भन्छ दा तपाईँ पुऱ्याउनु मात्रै भन्नु न किर्लिङ किर्लिङ म उयो बोट उत्तिने किर्लिङ किर्लिङ खाले त म पुऱ्याइदिइहाल्छु अग्लो एज बल्ल निक्लिने यार हामी सङ्गमेलमा के छ किन यति साह्रो भिड तेरो यत्रो कालो टाउको छ देखिनस् के हो यहाँ फुल हेर्न तिम्रो हाम्रो फेरि भेट भयो त सङ्गमेलमा यहाँ फुल हेर्नलाई भिड हो यस्तो पार्कै देखिन त हौ तेरो टाउको हेर्नका लागि यत्रो देखिनुहोस् यहाँनिर ओ टाउको टाउको देखिनुहोस् यहाँनिर सबैको अल्छी लाग्यो हो सङ्गमेलमा आएको त गर्मी मात्रै भयो छ होइन अब यहाँ हाम्रो गर्मी भयो अब हामी यहाँबाट कहाँ जानुपर्ने हुन्छ भने हामी जानुपर्ने हुन्छ अब हामी पौडी हेर्न जाँदैछौँ होइन तर पौडी हेर्ने ठाउँ कहाँनिर हो थाहा छैन सङ्ख्या बिग्रिएर थाहा भएन म 3 बजे भन्छु तपाईँहरू नि आउनु भएको छैन आउनु होइन अनि हामी त्यसरी फर्किनु घट्ने सक्यो तपाईँहरू नि आएर यसरी आएर घुमेर घर फर्किनु होइन तपाईँहरू पनि केही छैन अनि यसरी मुख छोप्नु त कहाँ पाइन्छ त हौ तेरो अगाडि फोन गरेको हुन्छ नि 1 घन्टाको लागि भाइ अँ ए घुम्दा घुम्ने टाइमै हेरिन भन् न सुरेश सरले यही भनेको सुरु सरले के त्यो सकेपछि यताउति खुट्टा हाल्दै आउँदैन भन्थ्यो त कता खोइ कहिले भन यहाँ अघि हो खोइ लास्टमा हुँदा मान्छे धेरै हुन्छ भन्थ्यो तर यता नि भाइ बनायो भने पिकनिक खाने ठाउँ राम्रो हुन्छ नि हामी आयौँ अब हामी गयौँ भन् न हामी गयौँ केही छैन यहाँ भिडियोमा त्यस्तो देखेन नि कस्तो खालको भ्लग बनाउँछ नि सट्ट यहाँदेखि इन्ट्री गरेको स्कुटी हालेर हामी चाहिँ होइन केही पनि देखिनौँ हामीले यस्तो घुम्ने ठाउँहरू हेर्ने ठाउँहरू अनि हामी यहाँबाट निस्किनु पर्ने हुन्छ होइन केही पनि छैन यहाँनिर ओ ड्राइभर है कार ओ गाडी कसको यो
छोड्दैन ड्राइभरले निकाल्नु पर्यो त्यो भाइ उता चाहिँ छैन यहाँ त हरियाली हरियाली छ त यार के हामी नेपालमै छौँ ह्यान्डल लको बिचमा राख्दैन त नि कस्तो बिचमा राख्नु ओए उता गाडी आउँदैछ अहिले फेरि यहाँमै मर्न नखोज्ने छु यार सो होइन यो चाहिँ अब हामीले के पनि घुम्ने ठाउँ चाहिँ देखिनौँ होइन अब हामी यहाँबाट फर्किनु पर्ने हुन्छ के अन्त यस्तो मलाई केही त छैन अनि किन बेकार आएको भएन हामी अनि बेकार कसम आमा कता हो र तेल तेल नभई यो यार बाइक बिग्रिँदा मान्छेलाई त यस्तो गरेर यो मुला घामले यस्तो छेल्दिनँ क्या यस्तो गरेर हामी कता नि अब अलिक ओमा नि घर जाने हौ यसलाई आएर ओमा हिँड्नु ए गर्मी भयो लास्टै म त कसम भने यार आम्मा अब हामी चाहिँ होइन घर जान्छौँ ओपरै गर्मी भयो के यहाँ आउनु मात्र पऱ्यो न हावा छ न केही छ होइन घुम्न अब घुम्न चाहिँ घुम्न आएको हामी होइन अवश्य राम्रो त कति जाने भयो यसले त तर टाउको भन्दा ठुलो हेलमेट देखिँदो रहेछ यसको त के भएको हेलमेट सानो टाउको छ यसको त के भएको त यहाँबाट अमा जान्छ ए कति टाढा छ 5 मिनट हो न 5 मिनट बाइक जान्छ ए सिधै होइन सिधै बाइक आउँदै एकचोटि आउँदै अब हामी यहाँ अमा जाँदैछौँ होइन अमा त्यहाँ अब पौडी सौडी खेल्ने ठाउँ छ क्या त्यहाँनिर कस्तो जाने हो एउटाले कुदाउँछ एउटाले हेलमेट बोक्छ के होइन दिदी होला होला भन्छ त हामी एक दिन दुईवटा ठाउँ घुम्यौँ क्या राजस्थान पनि गयौँ हामी यता अमा के अरे यो के भन्छ हामी समरबेरी पनि घुम्यौँ अब हामी जाँदैछौँ अमातिर आकाश त दामी छ यार अब अमा गएर के हाल्ने पौडी खेल्ने अब त्यो यता यता होइन यता भेडे हट्ने यस्तो यस्तो भिडामिन रोडमा ल बोतल हाम्रो पेट्रोल हाल्ने बोतल झर्यो यहाँनिर बोतल झऱ्यो यहाँनिर हाम्रो ओइ के हेरेको तिमीले यसरी नहेर न यसरी पानी सफा होला गाउँको यस्तै हो भारी बोक्नुपर्छ हिँड्नुपर्छ हामी गाउँमा जन्मिने रहेछ यार सहरमा जन्मिन्छ यार है घाँस काट्न गइरह्यो यति बेला हाम्रो पनि गाउँतिर घर भएकोमा गाउँतिर बसेर हामी पनि यति बेला घाँस काट्न हिँड्नुपर्छ क्या होइन यो उयो तर्ने यति तर हेर्न ओइ 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 ओइ
त्यसले सकेन कि क्या हो थुक्क जाउँ नि त्यो चिक्न भिडियो बनाउँछ अरे हौ लडेको कति गएर छ छैन गएर ऊ यहाँ छैन है यहाँ छैन यहाँ ल ल ल आमा गयो हाम्रो बाइक गयो लाइज आइज हामी चाहिँ होइन अब अमा सिमसार पुग्न लाग्यौँ अब त नजिकै छ धेरै टाढा पनि छैन कि त भिडियो बनाउँछ अरे बिस्ने अब ओए गाईले हान्दैन है तँलाई ना 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 ल ल ल ल लु 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 यस्तोमा गाडी जाँदा भने पाएँ मलाई बाइक जाँदैन त किर्लिङ 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 हाइट हाइट हो कि क्या हो हो त्यो हो होइन अयो सस्ता बात त भक्या त ओइ 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 यहाँ मैले फोन पक्रेको हेर न के छ भ्लग बनाउन सिक्नुपर्छ होइन आफूले कन्टेन्टहरू राम्रो हाल्न सक्यो भने नि ओभर आउनु पर्छ नि राम्रो राम्रो चल्छ क्या आफूले चाहिँ भिडियोहरू होइन अब त्यही क्वालिटीहरू राम्रो हुनु पऱ्यो फोनहरू राम्रो बनाउनु पऱ्यो त्यही हो यही हो एक पुल पारी होला हामी चाहिँ अमाको यो पुल आइपुग्यौँ होइन यहाँ पनि मेला लाग्थ्यो यार यो पुलबाट लिएर जानुपर्ने यहाँबाट पनि जान्छ यहाँबाट पनि यो पुलबाट लिएर जानु सक्छस् जा कन्टेन्ट भन्छ म त जान्न मैले पछि हिँडेर आउनु यताबाट हिँड्नु उता सिधा अहिले होला पानी कति पानी छैन नि यहीँ राख्ने होला बाइक त ल ल बाइक न सफा भयो हाम्रो ल हेलमेट राख्दै त्यहाँ ए हिँड्न हौ पक्ड्ने त्यही राख्ने भयो हुन्छ ए नलैजानु हौ त्यहाँ अमा सिमसार हामी चाहिँ होइन अहिले ठक्क अमा सिमसार आइपुग्यौँ होइन यहाँ टिकट काट्नुपर्ने रहेछ
यहाँ टिकट काट्नुपर्ने रहेछ हौ यहाँ 10 रुपियाँ हो 10 रुपियाँ रहेछ प्रवेश शुल्कहरू अनि यो चाहिँ किन प्यारिसको टिकट काट्नुपर्छ नि त प्यारिसको चाहिँ त के भएको हेरेको नि हौ होइन हौ बिस्ने भनेको 50 रुपियाँ चिल्ड्रेन पार्क कता छ 40 रुपियाँ यहाँ नुहाउने ठाउँ कहाँ छ दिदी नुहाउने ठाउँ कहाँ छ मासतिर ए कति मासतिर भनेको कतातिर अनि जिस्केर प्लाङ दिनु न होइन साँच्ची भनेको हो क्या यहाँ नुहाउने ठाउँ छ भन्दै थियो नि निस्केको यहाँबाट अनि फोकट अमा सिन्सराको पानी रहेछ हामीलाई त केहीमा जुरेको छैन क्या हो यार के गर्नु हँ दुईजना छौँ दुईजना होइन केही छैन हामी अब घुम्न घर जानुपर्ने हुन्छ होइन के भरे है जोसिएर आएको लुरुक गाली गर जोसिएर आयो केही नभेट्यो पानी सानी राम्रो छैन न पानी छ न केही छ पानी नि बन्द गर्छ त कहाँ बरु उहाँ गएको भने त सशस्त्र क्याम्प है 100 रुपियाँ तिरेर बरु यहाँ हामीसँग 500 रुपियाँ छैथ्यो 400 रुपियाँ खर्च भइहाल्थ्यो 100 रुपियाँ खाएर आउँथ्यौँ होइन सशस्त्र क्याम्पमा छिर्न दिनु पऱ्यो नि त अब त दिँदैन छिर्न पनि तर उहाँ पुग्दा त दिँदैन 4 बजी 4 बजी टाइम सक्छ वहाँ पुग्दाखेरि ओए घामले त म कालो भइसक्यो यार यामी यार कालो भइसक्यो गएर होइस् के त लिनु खोजेको यसलाई हालिदिउँ खाल्दिने अहिले यहाँ कुन चाहिँ यो पोखरीमा झर्छ थाहा छैन है यहाँ कसम भनेको कि यो 3टामा एउटा त फिक्स झर्छ क्या अहिले यहाँ बिस्नेलाई झाऱ्यो भने त पृथ्वी नै लिन्छ ल हामी चाहिँ अब निस्क्यौँ है 10 रुपियाँ सक्यो भाइ हामी चाहिँ निस्किसक्यौँ अब यहाँबाट होइन के खाने रे हामी चाहिँ अब अमासिमबाट फर्किसक्यौँ होइन घुमिसक्यौँ हामीले 1 दिनमा 2टा ठाउँ 3टा ठाउँ यस्तो छ फर्किनु पर्ने हुन्छ फर्किसक्यौँ अब हामी सिधै घर जाने यहाँबाट बन्द गर्नु कालो बन्जारको अमानेरीको ठाउँ यो यस्तो दामी छ कहाँ आइपुग्यो तेरो त खोइ आउँदैन त यार मेरो ब्यालेन्स छैन खोइ तेरो फोन अस्ति मैले दिएको थिएँ 20 नम्बर ऊ आयो आयो ठ्याक्क हामी कहाँ आइपुग्यौँ भन्दा यो बक्लोरी आइपुग्यौँ भन्न सक्छ होइन अघिको बाटो छोडेर अहिले अर्को नयाँ बाटो आएको हामी यो बाटो त म कहिले हिँड्दिनँ क्या यहाँ चाहिँ हट्टे लाग्दो रहेछ आज आइतबार पोखरी आज यहाँको हटिया रहेछ क्या बक्लोरीको आइतबार यहाँ चाहिँ हटिया लाग्दो रहेछ रामधुनी नगरपालिका वडा नम्बर 6 ल नगरपालिका त यस्तो छ यार यहाँ रामधुनीको अबे बाटो त झट
चोर बाटो लिएर आयो क्या हो यार आमा त उयो लिएन कस्तो धुलोबाट लिएर आएको यार डुको रहेछ नि त ए एनएस रहेछ नि के फोटोग्राफर देखिस् ऊ गयो लाउरे बन्छ क्या छिट्टै रोक्न है हामी यिनीहरू ओर्ल्यो अरे यो कहाँ लिएर आउँछ हौ अबको भिडियो चाहिँ टोय ट्रेन पुलिस मात्र भिडियो आउँछ है त यहाँनिर हामी चाहिँ घुमेर आइसक्यौँ अब घरतिर लागिसक्यौँ होइन आयो आयो हामी चाहिँ घर आइपुग्यौँ है ल गाइजहरू अब राम्ररी जाऊ गुड बाई टाटा सिउ ख्याममा दिन्छु अनि ल डिस्कस हुँदैछ अब यहाँ होइन कति पर्यो 354 म त लिएर जान्छु होला नि त 4 बज्न लाग्यो ल यता आजको लागि भ्लग यति नै होइन तपाईँले हेरिदिनु होला बाई टाटा सिउ गुड नाइट Thank you for watching.